नयाँ डेरा सरेपछि रघुको आचरणमा ठूलो परिवर्तन आउन थाल्यो। पहिला व्यापार राम्रो हुँदा, पैसा कमिँदा नजिक हुने, भित्रिया हुने रघु अब टाढा टाढा हुन थाल्यो। मान्छेहरू मैले थाहा नपाएको पैसा उठाउन आउँदा म तनावमा हुन्थे, तर सुदर्शन र रघु निष्फिक्री हाँसेर बस्थे। यो ऋण कसरी लाग्यो भनेर मैले सोद्धा सुदर्शन भन्थ्यो, तँलाई थाहा नभएर कसलाई थाहा हुन्छ? रघु भन्थ्यो, के थाहा नपाए जस्तो गर्नुहुन्छ मम्मी? तपाईँलाई सोधेर गरेको कारबार होइन यो, म छाँगाबाट खसे जस्तो हुन्थे। रघु र सुदर्शन अफिसभन्दा बढी बाहिर घुम्थे। कहाँ जान्थे मलाई केही थाहा हुँदैन थियो। दिनभरि साउहरूलाई सम्झाएर पैसा तिर्ने भाका राखेर पठाउँदा म चाहिँ हैरान हुन्थे। बेलुका नसामा झ्याप भएर उनीहरू घर आउँथे। सुदर्शन र म सानो छोरासहित एउटा कोठामा सुत्थ्यौँ। रघु अर्को कोठामा ठुलो छोरासँग सुत्थ्यो। सुदर्शनको पारा त्यही हो, हरेक रात उसलाई भोग्नका लागि मैले तयार भइदिनु पर्थ्यो। फेरि अनायास अर्को गर्भ बसेछ, म मर्माहत भएँ। बच्चा जन्माउनु या गर्भपतन गराउनुमा एउटा रोजु थियो, तर यस्तो अवस्थामा अर्को बच्चा जन्माएर पीडाको भारी बोक्ने सामर्थ्य ममा थिएन। गर्भपतन गर्न पनि पैसा थिएन अनि बाध्य भएर मैले घरका भाँडाकुँडा, पूजा गर्ने भगवानका चाँदीका मूर्तिहरू बेच्नु पर्थ्यो। त्यो सम्झिँदा अझै पनि मुटुमा भक्कालो छुट्छ। दैनिक हुने सुदर्शनका यस्ता पाप कर्मका कारण मैले ईश्वरलाई पूजा गर्न पूजाका भाँडा समेत बेच्नु पर्ने स्थिति आयो। मर्नुभन्दा बाउलाउन निको भन्ने उखान त्यतिकै बनेको होइन रहेछ। एउटी अबला आमा आफ्नो सन्ततिको भविष्यका लागि कसरी जिन्दगीसँग सम्झौता गर्छ भन्ने उदाहरण मैले यो पृथ्वीवासीलाई भन्नु नै छ। त्यसैले त आज यो दर्दभरी सत्य कथा सुनाइरहेकी छु। आज मैले भनेको मेरो जीवन कथा कुनै दिन पुस्तकका रूपमा सार्वजनिक हुन पनि सक्ला, नहुन पनि सक्ला। यो पुस्तक निस्कियो भने मलाई मेरो लोग्ने सुदर्शनले के गर्ला के भन्ला भनेर मलाई कुनै प्रभाव छैन। जब मलाई आफ्नो जिन्दगीदेखि नै त प्रभाव रहेन भने अब मलाई यसले के गर्ला भन्ने के प्रभाव? मेरो दुःखको साक्षी त म आफै हुँ। त्यही कोही कसैको साक्षी बस्दैन। जन्म एक्लै छ अनि मृत्यु पनि त एक्लै छ भने यहाँ साथीको, सहयात्रीको, सहयोगीको। मेरो दुःखको यो सत्य कथा सुन्ने पढ्नेलाई लाग्दो हो कि सुदर्शनले ममाथि यति विघ्न अत्याचार गरिरहँदा पनि किन यसले विद्रोह गरिन भनेर, के गल्ती यसको हो कि भनेर। हो, विद्रोह त मेरो मनमा पनि आएकै हो। हरेक समय विद्रोहले मस्तिष्क उम्लिन्छ र फेरि मनले त्यसलाई शान्त पार्छ। किनकि म आमा थिएँ। आमाले सधैँ हार्न जानेकी हुन्छे, जित्न होइन। म जीवित छु, कमसे कम आफ्नो विद्रोहका बारेमा भन्न त पाएकी छु। पहिला म निकै मोटी थिएँ। ज्यान मोटो हुँदा पो मलाई थाहै लाग्दो सुहाउँदिलो हुँदो रहेछ। अहिले त दुब्लाएर हेर्नै नहुने भएकी छु। 10 तिरको पीड र चिन्ताले मेरो ज्यान पुरै खाएको छ। ठुलो दाजुले कता कता मेरो हालतको बारेमा सोध्नु भएछ। मलाई बोलाउनु भयो। रक्षाबन्धनको दिन पारेर माइत गएँ। मेरा छोराहरूले दाजुका छोरीहरूबाट राखी बाँध्ने गरेका थिए। माइतमा मेरो हालत देखेर दाजु भाउजूहरूले के भयो, किन यस्तो भए कि भनेर पिर मान्दै गाली गर्नुभयो। केही होइन भनेर टारे, तर मनमा पीडाको आगो दनदनी बलिरहेको थियो।